हाम्रो जुन वर्ण विभाजनको कुरा छ हैन, यसमा चाहिँ जस्तै ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको कुरा छ। यसलाई अलिकति फरक तरिकाले हेरौँ है त। जस्तै ब्राह्मण भने हैन, हामी चाहिँ अहिले सामान्यतया समाजमा कस्तो देखिन्छ भनेदेखि कुनै जात छुट्याइएका छन् अथवा कुनै थरहरू छुट्याइएका छन्। अब त्यसमा चाहिँ जन्मिँदै जाँदाखेरि ब्राह्मणहरू हुँदै जाने भन्ने अहिले जुन हाम्रो समाजमा देखिन्छ। तर खासमै ब्राह्मण हुनका निम्ति चाहिँ उसमा ज्ञानको यस्तो भोक हुनु पर्यो अथवा उसको जिन्दगी जिउनुको उद्देश्य नै ज्ञान प्राप्तिका निम्ति र ज्ञान वितरणका निम्ति हुनु पर्यो। अर्थात् यस्तो मान्छे जसलाई चाहिँ पढेर कहिले पनि वाक्क लाग्दैन, अर्थात् जिन्दगीभरि नै ज्ञान हासिल गर्ने उसको उद्देश्य रहन्छ। अर्थात् अध्ययनका लागि अथवा ज्ञान प्राप्तिका निम्ति उसले पैसा त्याग्न सक्छ, परिवार पनि त्याग्न सक्छ। ऊ एकान्तमा ऋषिहरू चाहिँ तपस्या गरेर पनि बस्न सक्छ। अर्थात् जतिसुकै कष्ट गरे तापनि ऊ अध्ययन गर्न छोड्दैन अर्थात् ज्ञान हासिल गर्न छोड्दैन भनेदेखि चाहिँ त्यो मान्छेमा ब्राह्मणमा हुनुपर्ने जुन आवश्यक गुण थियो नि त्यो छ भन्ने बुझ्नुपर्छ। अर्थात् जसले ज्ञानका निम्ति सम्पूर्ण कुराहरू त्याग गर्नका निम्ति तयार हुन्छ नि, अनि मात्रै त्यो व्यक्ति ब्राह्मण हुन सक्छ।